साथीहरु तपाईहरुको आज भिडियोमा म सिकाउन गइरहेको छु कि साथीहरु तपाईले पनि आफ्नो मोबाइल फोनबाट एससीको रिजल्ट कसरी चेक गर्ने हो। यदि साथीहरु तपाईले पनि आफ्नो मोबाइल फोनबाट एससीको रिजल्ट चेक गर्नको लागि सिक्न चाहनुहुन्छ भने तपाईले के गर्नु होला, सिक्नको लागि यो भिडियोलाई स्किप नगरी यो भिडियोको सुरुदेखि अन्तिमसम्म हेर्दै गर्नु होला, किनभने आज भिडियोमा म तपाईहरुको सिकाउन गइरहेको छु कि आफ्नो मोबाइल फोनबाट एससीको रिजल्ट कसरी चेक गर्ने। ल साथीहरु लागौ भिडियोतर्फ। साथीहरु तपाईले पनि आफ्नो मोबाइल फोनबाट एससीको रिजल्ट चेक गर्नको लागि के गर्नु होला, साथीहरु तपाईले पनि आफ्नो मोबाइल फोनको क्रोम ब्राउजर एप्लिकेसनलाई सबैभन्दा पहिला ओपन गर्नु होला। क्रोम ब्राउजर एप्लिकेसनलाई ओपन गरिसकेपछि साथीहरु तपाईले के गर्नु होला, यहाँ चाहिँ माथि सर्च अप्सन छ नि, यहाँ चाहिँ माथि सर्च अप्सनमा क्लिक गर्नु होला। सर्च अप्सनमा क्लिक गरिसकेपछि साथीहरु तपाईले यहाँ के टाइप गर्नु होला, 2082 सालमा एससीको रिजल्ट चेक गर्नको लागि साथीहरु तपाईले यहाँ टाइप गर्नु होला SEE.NTC.NET.NP टाइप गरेर अनि एक स्टेप दिनु होला। स्टेप दिइसकेपछि साथीहरु तपाईले यहाँ टाइप गर्नु होला 2081 टाइप गरेर अनि सर्च गर्नु होला। सर्च गरिदिनुहुन्छ भने साथीहरु तपाईहरुको मोबाइल फोनमा पनि स्ट्यान्डर्ड पेज खुलेर यहाँ आइहाल्छ। साथीहरु तपाईले पनि आफ्नो मोबाइल फोनमा यहाँ आइसकेपछि के गर्नु होला, यहाँ चाहिँ नेपाल टेलिकम भन्ने अप्सन छ नि, यहाँ चाहिँ नेपाल टेलिकम भन्ने अप्सनको माथि क्लिक गर्नु होला। नेपाल टेलिकम भन्ने अप्सनको माथि क्लिक गरिदिनुहुन्छ भने साथीहरु तपाईहरुको मोबाइल फोनमा पनि तपाईहरुको यहाँ चाहिँ नेपाल टेलिकमको एउटा पेज खुलेर आइहाल्छ। साथीहरु तपाईले पनि आफ्नो मोबाइल फोनमा यहाँ आइसकेपछि तपाईले आफ्नो एससीको रिजल्ट चेक गर्न सक्नुहुन्छ। चेक गर्नको लागि तपाईले के गर्नु होला, यहाँ चाहिँ ग्रेड सिट भन्ने अप्सन छ नि, यहाँ चाहिँ ग्रेड सिट भन्ने अप्सनमा क्लिक गर्नु होला। ग्रेड सिट भन्ने अप्सनमा क्लिक गरिदिनुहुन्छ भने साथीहरु तपाईहरुको मोबाइल फोनमा पनि फेरि एउटा नेपाल टेलिकमको नयाँ पेज खुलेर यहाँ आइहाल्छ। यहाँ आइसकेपछि के गर्नु होला, एससीको रिजल्ट हेर्नको लागि साथीहरु तपाईले यो पेजलाई अलि जुम गरेर अनि यहाँ आउनु होला माथि। माथि आइसकेपछि साथीहरु तपाईले के गर्नु होला, यहाँ चाहिँ सिम्पल नम्बर भन्ने अप्सन छ नि, यहाँ चाहिँ सिम्पल नम्बर भन्ने अप्सनमा तपाईले आफ्नो एससीको सिम्पल नम्बर राख्नु होला। सिम्पल नम्बर राखिसकेपछि साथीहरु तपाईले के गर्नु होला, यहाँ आउनु होला साइडमा आइसकेपछि साथीहरु तपाईले के गर्नु होला, यहाँ चाहिँ आफ्नो डेट अफ बर्थ राख्नु होला। साथीहरु तपाईहरुको जन्म मिति कति रहेको छ त्यो जन्म मिति राख्नु होला। सिम्पल नम्बर अनि डेट अफ बर्थ राखिसकेपछि साथीहरु तपाईले के गर्नु होला, यहाँ चाहिँ सर्च रिजल्ट भन्ने अप्सन छ नि, यहाँ चाहिँ सर्च रिजल्ट भन्ने अप्सनमा क्लिक गर्नु होला। सर्च रिजल्ट भन्ने अप्सनमा क्लिक गरिदिनुहुन्छ भने साथीहरु तपाईहरुको मोबाइल फोनमा पनि तपाईहरुको एससीको रिजल्ट यहाँ हेराइदिन्छ। साथीहरु तपाईले यसरी नै आफ्नो मोबाइल फोनमा एससीको रिजल्ट चेक गर्न सक्नुहुन्छ। आफ्नो मोबाइल फोनबाट चेक गरिसकेपछि के गर्नु होला, आफ्नो मोबाइल फोनको क्रोम ब्राउजर एप्लिकेसनबाट ब्याक जानु होला। अब साथीहरु म पनि गइरहेको छु आफ्नो मोबाइल फोनको क्रोम ब्राउजर एप्लिकेसनबाट ब्याक। क्रोम ब्राउजर एप्लिकेसनबाट ब्याक आइसकेपछि साथीहरु मलाई तपाईले पनि आफ्नो मोबाइल फोनको क्रोम ब्राउजर एप्लिकेसनमा गएर एससीको रिजल्ट चेक गर्नको लागि सिकिसकेको होला। साथीहरु तपाईहरुले यो भिडियो हेरेर नि आफ्नो मोबाइल फोनको क्रोम ब्राउजर एप्लिकेसनमा गएर एससीको रिजल्ट चेक गर्नको लागि सिक्नु भएको छैन भने यो भिडियोबाट जानु होला। अनि तपाईहरुले यसमा मेरो युट्युब च्यानल हेर्दै हुनुहुन्छ भने तपाईले के गर्नु, मेरो युट्युब च्यानललाई पनि सब्स्क्राइब गरिदिनु होला अनि भिडियोलाई पनि लाइक गरिदिनु होला। अनि यो भिडियोलाई आफ्नो साथीमा पनि शेयर गर्नु होला। साथीहरु आज यति नै थियो, बाइ।